यस्तो खालको क्वेसन पनि एकदमै इम्पोर्टेन्ट छ। यस्तो क्वेसन आयो भने सबभन्दा सुरुमा थोरै एक प्याराग्राफ छोडिसकेपछि यहाँबाट एलएचएसबाट सुरुवात गर्ने, यहाँबाट एलएचएसबाट सुरुवात गर्ने। यो चाहिँ हामी एलएचएसबाट सुरुवात गर्ने। अब यस्तो क्वेसन आउनु पनि यहाँ स्क्वायर फर्ममा आएको छ भने पछाडिबाट के पनि नगर्ने, सुरुमा यहाँबाट गर्ने। अब हाम्रो यो फर्मुला छ, के फर्मुला छ भन्दाखेरि यो कस स्क्वायर ए 2 कस स्क्वायर भनेको 1 + cos 2a, यहाँ 2 छैन, 2 नभएपछि तलमा 2 पनि गर्न सकिन्छ, अथवा नभए 1 + cos 2a / 2 गरेर पनि गर्न सकिन्छ है। बेला 2 तलमा 2 सबैलाई के गर्नुपर्छ भने यसलाई के नगर्ने, यहाँबाट सुरुवात गर्ने गर्दाखेरि यस्तो। मैले यो भिडियो यो लामो हुन्छ होला भनेर मैले चाहिँ यसरी पज गर्दै गइरहेको छु। मैले यसलाई अब यहाँ चाहिँ 2 cos स्क्वायर ए हुनलाई 2/2 ले मल्टिप्लाई गरेँ, यहाँ पनि 2 cos स्क्वायर बी हुनलाई 2/2 ले मल्टिप्लाई गरेको हो। अब गर्दाखेरि के हुन्छ भने यो 1/2 कमन लिँदाखेरि के हुन्छ, दुईटैबाट यहाँ चाहिँ 2 cos स्क्वायर ए माइनस 2 cos स्क्वायर बी हुन्छ है। अब माइनस यहाँ चाहिँ cos स्क्वायर सी हुन्छ है। 1/2 को 1/2 भयो, यहाँ चाहिँ यहाँनिर। अब यो के चाहिँ फर्मुलामा गयो, 2 cos स्क्वायर ए भनेको 1 + cos 2a, 1 + cos 2a, यहाँ माइनसको माइनस छ, अनि यसको फर्म पनि 2 cos स्क्वायर ए को ठाउँमा हामीले 1 + cos 2b को फर्मुला राख्न सकिन्छ है। अब माइनस cos स्क्वायर सी को माइनस cos स्क्वायर सी नै छ है यहाँनिर है। अब त्यसपछि के गर्न सकिन्छ भन्दा 1/2 नै भयो। त्यसपछि के हेरौँ, यो माइनसले खोलिदिनु पर्ला, खोल्दाखेरि के हुन्छ 1 + cos 2a माइनस 1 - cos स्क्वायर बी हुन्छ यो है, माइनस cos 2b हुन्छ। त्यसपछि माइनस cos स्क्वायर सी, यो चाहिँ यस्तो हुन्छ। त्यसपछि के त भन्दाखेरि यो -1 र +1 चाहिँ क्यान्सल हुन्छ, क्यान्सल गर्दैन 1/2 नै छ यहाँनिर अगाडि चाहिँ, अनि cos 2a माइनस cos 2b भयो। अब माइनस cos स्क्वायर सी को सी नै भयो 1/2। अब यो चाहिँ कस्तो फर्मुला छ, cos c - cos t को फर्मुला छ। यो cos c - cos t को फर्मुला भनेको हामीलाई के छ भन्दाखेरि 2 sin c + d/2 * sin d - c फर्मुला। यो फर्मुला cos c - cos t फर्मुला भन्दाखेरि यसलाई c मान्ने, यसलाई d मान्ने। 2 sin c + d/2 * sin 2b - 2a d/2, यस्तो फर्ममा चाहिँ सी हुन्छ, माइनस cos स्क्वायर सी। अब यहाँनिर बल्ल यहाँ सुरुवात गर्ने, a + b + c = पाई रेडियन छ भने a + b = पाई, यता पाई प्लस सीलाई यता लाँदाखेरि माइनस सी हुन्छ, यो पनि गर्न सकिन्छ। त्यसै गरी साइनले दुवैतिर मल्टिप्लाई गरिदिने, sin a + b = sin पाई रेडियन माइनस सी। अब यो साइन 180 डिग्री भन्ने बित्तिकै यो 180 मा साइन नचिन्ह, यो चिन्ह हुँदैन, साइन सी को साइन सी नै हुन्छ। अनि साइन सी भन्दा यो 180 कहाँ भन्दा सेकेन्ड कटमा साइन र कसैको पोजिटिभ त्यो बेला साइन सी नै हुन्छ यसको है। अब यहाँनिर 1/2 यो चाहिँ 2 sin, यो कमन लिँदाखेरि 2a + b /2 * sin 2 कमन लिँदाखेरि b - a /2 माइनस cos स्क्वायर सी हुन्छ। अब 1/2 अनि त्यसपछि यो 2 यो के 2 क्यान्सल हुन्छ, यो 2 र 2 क्यान्सल हुँदाखेरि कति बाँकी रहन्छ माथि 2 sin a + b बाँकी रहन्छ माथि इन्टु sin b - a हुन्छ। अब यो हामीलाई फर्मुला के थाहा छ, cos स्क्वायर ए भनेको 1 - sin स्क्वायर थाहा छ फर्मुला है। यहाँ माइनसको माइनस छ, 1 - sin स्क्वायर सी को यसको फर्ममा cos स्क्वायरको यसको फर्मुला यस्तो हुन्छ, 1/2 को 1/2 नै हुन्छ। अब 2 sin a + b, 2 sin a + b को ठाउँमा हामीले के राख्न सकिन्छ भन्दाखेरि sin c पनि गर्न सकिन्छ, sin c इन्टु sin b - a को यिनै छ है। माइनस, अब यो माइनसले खोल्दै -1 हुन्छ, प्लस माइनस प्लस हुन्छ sin स्क्वायर सी। अब 1/2 को 2 भयो। अब यो -1लाई यतापट्टि लगिदिउँ,
2 sin C into B sin B minus A अब minus 1 लाई उता लगिदिउँ plus sin square C minus 1 अब 1/2 अनि 2 sin C यसबाट कमन के आयो भन्दाखेरि sin C कमन sin C कमन आउँदाखेरि के हुन्छ भन्दाखेरि sin B minus A अनि प्लस sin C एउटा मात्र बाँकी रह्यो अब यो -1 को -1 नै बाँकी भयो ल हेर्नुस् है यहाँनिर यस्तो छ अब म यो कहाँ गरिदिन्छु यहाँ म अटेर यहाँ गरिदिन्छु म यहाँ गरिदिन्छु म यहाँनिर गरिदिन्छु है अब यो यसो कन्टिन्यू यता गरिदिन्छु यसो कन्टिन्यू यता म गरिदिन्छु है यता कन्टिन्यू म राम्रोसँग यो भिडियो पज गरेर हेर्नु होला है अनि यसो कन्टिन्यू म यतापट्टि गरिदिन्छु यो हेर्नुहोस् त यो sin B minus A छ अब प्लस अब यो sin C को ठाउँमा हामीले sin A plus B लेख्न चाहिन्छ प्लस sin A plus B लेख्न सक्छौँ हामीले है इक्वल टु 1 भयो चाहिँ देयरफोर के सरी इक्वल टु यो -1 हो यो सरी यहाँ झुक्के छ यहाँ है यो -1 हुन्छ यो अब हाफ यहाँको आउँछ 2 sin C अब यो फर्मुला के फर्मुलामा छ भन्दाखेरि यो sin A plus B plus sin A minus B भनेको 2 cos A into sin B भनेको चाहिँ sin A plus B plus sin A minus sin A minus B छ यहाँनिर यहाँ यसो गर्न सकिन्छ यहाँ -1 छ यहाँनिर है नभए यो यसलाई A मान्ने यसलाई B मान्ने sin C plus sin D को फर्मुला 2 sin C plus D upon 2 into cos C minus D upon 2 त्यो त्यसरी राख्ने फर्मुला यो लाउने यसलाई C मान्ने यसलाई D मान्ने मान्दाखेरि के हुन्छ sin C plus sin D को फर्मुला 2 sin C plus D by 2 into cos C minus D by 2 माइनस लिएर खोल्दाखेरि माइनस A माइनस B हुन्छ यो चाहिँ है यस्तो हुन्छ माइनस A है यस्तो हुन्छ डिभाइड बाई 2 अनि -1 को 1 हुन्छ अब 1/2 अनि 2 sin C अब यो माइनस A र प्लस A काटिन्छ अनि 2 sin 2B/2 हुन्छ इन्टु cos यो के अरे माइनस A र माइनस A हुन्छ यो माइनस र प्लस B काटिन्छ अनि -2A/2 हुन्छ है अनि -1 को 1 हुन्छ यो 2 क्यान्सल हुन्छ यो 2 र 2 क्यान्सल हुन्छ गर्दाखेरि के हुन्छ भन्दाखेरि अब 1/2 अनि 2 sin C इन्टुमा 2 sin B मात्रै हुन्छ अनि cos माइनस A भनेको cos A लेख्न पनि पाइन्छ है मैले डाइरेक्ट गरिदिएँ मैले है एक स्टेप चाहिँ मैले ल अब 1/2 को 1/2 हुन्छ अब यो 2 ले यसलाई खबरलाई खोल्दाखेरि 2 sin C इन्टु 2 sin B इन्टु cos A -1 हुन्छ यो 2 र 2 क्यान्सल हुन्छ अनि हाम्रो यो अगाडि 2 आयो अनि कसेर अगाडि ल्याउनुस् cos A इन्टु sin B इन्टु sin C इक्वल टु सरी यो माइनस जहिले पनि झुकिन्छु म यहाँ तपाईँहरू नझुक्नु -1 लेख्ने है लेख्ने अब यहाँ हेर्नुहोस् त यो 2 cos A इन्टु sin B इन्टु sin C -1 यो RHS पनि आइहाल्छ है अब यो प्रुभ भयो चाहिँ ल RHS प्रुभ भयो ल मेरो यो भिडियो कस्तो लाग्छ लाइक सब्सक्राइब गरिदिनु होला अनि जतिसक्दो भिडियो पनि सेयर गरिदिनु होला ल हस् त धन्यवाद।